यो चाहिँ अलको लागि प्रयोग गरिने सामानहरू दिदीले अब यहाँ मिक्स गर्दै हुनुहुन्छ। के भन्छ रे दिदी त्यसलाई? त्यो लामो अघि निकाल्नु भने त्यसलाई के भन्छ रे? सलन्चा। सलन्चा हैन? सलन्चाले हाल्नुभयो। यसले काट्ने नङ काट्ने हैन? नङ काट्ने त्यसरी राख्नुहुन्छ दिदीले। अब दिदीले मिक्स बनाउन लाउनु भयो है। अलको मिक्स बनाउनु भयो। ल अल बन्यो। सब लाउने नङ छोपेर कति लाउने भन्नु न? कस्तो नङ छोपेर भने? यसरी नङ छोपेर लाउने हो। हुन्छ। ल यहाँ आज जीवनमा पहिलो पटक खुट्टामा अल पनि लगाइयो। नेवारी परम्परा अनुसारको नङ छोपेपछि पलिस लाउनु परेन। पलिस लाउनै परेन। पलिसै यही भइहाल्यो होइन? कति दिनसम्म टिक्छ दिदी? पानी नभिए भने सुकेर तेल अलिकति दल्नु जाँदैन। तेल लाउने? यो पुरा सुक्छ अनि तेल लाउने? पुरा सुक्छ अनि तेल लाउनुहोस्, जाँदैन। ए ल। पानी परे पनि अलिअलि जान्छ होइन? अलिक कडा लगाइदिनु ल। त्यही भएर कडा लगाइदिनु। मलाई अल लाउने रहर। त्यो धारा लगाइदिएको। कस्तो राम्रो अब यस्तो लाउने? त्यसरी लाउने वरिपरि लाउने।